नमस्ते, मेरो नाम करुणा पराजुली, म सिमराबाडाबाट। मैले बिसिएल नर्सिङ चाहिँ 2021 पास आउट हो। अहिले हाल चाहिँ म दुबईमा छु। ओके, आज चाहिँ हामी करुणाजीसँग छौँ है। उहाँसँग चाहिँ अब उहाँ चाहिँ अहिले दुबईको असिस्टेन्ट नर्स हुनुहुन्छ। उहाँसँग चाहिँ आज हामी छोटो मिठो कुरा गर्न गइरहेको छौँ। करुणाजी, दुबईमा चाहिँ कसरी आउनुभयो तपाईँ? म चाहिँ सर दुबईमा चाहिँ मैले चाहिँ मेरो सिनियर दिदी हुनुहुन्थ्यो स्वाति बस्नेत भन्ने, उहाँको चाहिँ मैले इन्टरभ्यू हेरेको थिएँ। अनि उहाँबाट चाहिँ म इन्सपायर भएर चाहिँ अनि मैले त्यहाँबाट कन्ट्याक्ट पाएर अनि जेपिआरलाई कन्ट्याक्ट गरेर अनि त्यसपछि म त्यहाँ गएर बुझेर त्यहीँबाट। तपाईँको साथी चाहिँ एकजना सिनियर दिदी चाहिँ दुबईमा जेपिआरको थ्रु आइसक्नु भएको थियो। अब त्यही उहाँले चाहिँ तपाईँले भन्नुभयो जेपिआर इज द बेस्ट कम्पनी, जानुहोस् भनेर तपाईँलाई रिफर चाहिँ एकजना साथीले गर्नुभयो। ओके, त्यही साथीले सुनेर चाहिँ तपाईँ आउनुभएको। अब जेपिआरमा तपाईँ आएर तपाईँको जस्तै प्रोसेस गरेको होल प्रोसेस गर्नुभएको, तपाईँ एउटा इम्प्लोइमेन्ट भिजामा आउनुभएको। त्यो नेपालबाट इम्प्लोइमेन्ट भिजामा आउँदाखेरि चाहिँ के संस्था पाउनुभयो? मैले चाहिँ त्यसमा चाहिँ अब इम्प्लोइमेन्ट भिजामा चाहिँ आएको। त्यसमा चाहिँ धेरै संस्था थियो। अब पेमेन्टको कुराहरूमा पनि राम्रो थियो अनि आउने बित्तिकै जब हाम्रो फिक्स थियो यहाँनिर, त्यही संस्था पाएँ। संस्था पाउनुभयो। ओके, तपाईँ त इम्प्लोइ। अब डिएचए दिँदाखेरि चाहिँ के संस्था हुँदो रहेछ? कतिको गाह्रो पिरो कतिको हुँदो रहेछ? यो डिएचए चाहिँ कति टाइममा चाहिँ तपाईँ डिएचए निकाल्नुभयो? मैले चाहिँ सर डिएचए चाहिँ 3 महिना लाग्यो मेरो प्रोसेसिङदेखि सबै गरेर गर्दाखेरि। ठिकै हुन्छ, आफूले मिहिनेत गरे अनुसारको राम्रै छ। राम्रोसँग गाइड गर्नुहुन्थ्यो टिचरले, पढाउँदाखेरि राम्रै थियो। मलाई चाहिँ त्यस्तो धेरै गाह्रो चाहिँ लागेन। ओके, अहिले तपाईँ दुबईमा हुनुहुन्छ। अब तपाईँ बारा जिल्लाबाट पूर्वबाट हुनुहुन्छ। अब बारा भनेको तराई राइट? अब तराईबाट जो बाराबाट तपाईँको भिडियो हेरिराख्नु भएको छ, नर्सहरू हेरिरहनु भएको छ, उहाँहरूले चाहिँ तपाईँले के भन्न चाहनुहुन्छ? उहाँहरूलाई चाहिँ म के भन्न चाहन्छु भन्दाखेरि पास आउट हुने बित्तिकै उहाँहरूले पनि जस एप्लाई गर्नु होला। जेपिआरमा आउँदाखेरि राम्रो छ। अरू कम्पनीहरू पनि छ, तर ट्रस्टको लागि चाहिँ हाम्रो जेपिआरै बेस्ट। जेपिआर चाहिँ किन ट्रस्टको लागि चाहिँ? जेपिआर नै सबभन्दा तपाईँलाई मनपर्ने कम्पनी। तपाईँको जब जेपिआरबाट आउनु भएको छ, दोस्रो कुरो तपाईँ इम्प्लोइमेन्ट भिजामा आउनु भएको छ। अब तपाईँको जेपिआरको चाहिँ तपाईँलाई के पोइन्ट चाहिँ गुड पोइन्ट लाग्यो? यहाँ चाहिँ अब हामी आउँदाखेरि चाहिँ जे अलपत्र पर्दैनौँ होइन। एकोमोडेसन अब राम्रै छ, सबै कुरा। अब जबसम्म हाम्रो जब फिक्स हुँदैन त्यबसम्म चाहिँ हामीलाई एकोमोडेसनमै राख्नुहुन्छ। जब फिक्स ग्यारेन्टी नै हुन्छ, गरिदिनुहुन्छ सरहरूले। त्यसमा चाहिँ एकदम ओके। अब तपाईँ त अहिले दुबईको असिस्टेन्ट नर्स। अब सबैको गुनासो यो छ कि नेपालको नर्स र दुबईको नर्सहरू चाहिँ खाने सेलेरी चाहिँ कति हो र काम चाहिँ के फरक हुन्छ? आज यो पनि बताइदिनु न। नेपालमा चाहिँ अब हामीले चाहिँ जति गर्दाखेरि पनि खासै स्यालेरी भनेको हाम्रो 20,000 25 हुन्छ। यहाँ चाहिँ अब स्यालेरी बेसमा चाहिँ राम्रो छ, तर अब कम्पेरिजनमा चाहिँ काम चाहिँ एकदमै डिफ्रेन्ट छ। अब जस्तै यहाँ चाहिँ अब हामीले आएर हेल्थ केयरमा काम गर्नुपर्छ भने उहाँ चाहिँ हस्पिटलमा गर्नुपर्थ्यो भने सबै गर्दाखेरि चाहिँ यहाँ चाहिँ डिफ्रेन्ट छ सबै कुरा। अब सबै गुनासो विषय छ। करुणाजीको चाहिँ अब दुबईमा असिस्टेन्ट नर्स हुनुहुन्छ। असिस्टेन्ट नर्सको स्यालेरी चाहिँ कति छ? हामी चाहिँ महिनाको नेपालको चाहिँ कति खाइरहेको छ अहिले एक्ज्याक्ट? नेपालको चाहिँ हामीले 1,48,000 खाइरहेको छौँ। ओके, अब जो पनि नेपालको नर्स 1,48,000 खान चाहनुहुन्छ भने उहाँहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? उहाँहरूलाई चाहिँ म सक्दो जेपिआरबाट चाहिँ कन्ट्याक्ट गरेर चाहिँ जस छिटै दुबई आउनु होला भनेर भन्न चाहन्छु। ओके, अब जेपिआरको बारेमा तपाईँको फेक न्युजको शिकार हुनुभएको भएन? त्यस्तो त सर त्यस्तो चाहिँ भएन। एकदमै ट्रस्ट नै गरेर चाहिँ तपाईँले कसरी जेपिआरबाट नजानु त्यस्तो उस्तो भन्ने कहिले भनेन? त्यस्तो धेरै साथीहरूले जानु भनेर भन्नुभयो। अनि मैले जाने कुरा चाहिँ मैले मेरो साथीहरू पनि आउँदैछन् अहिले एप्लाई गरिरहेको छ। मैले नि उनीहरूलाई चाहिँ त्यहीँबाट प्रिफर गरेको छु जेपिआरबाटै आऊ भनेर। ओके, अब तपाईँको जेपिआरको इम्प्लोइमेन्ट भिजा पनि हामी लान्छौँ। यो तपाईँको जेपिआरको इम्प्लोइमेन्ट भिजा आएको छ भने कसरी थाहा पाउनु? मैले चाहिँ त्योबाट एडभर्टाइज सगुनमा हुनुहुन्छ, उहाँ पनि जेपिआरबाटै आउनुभएको रहेछ। उहाँको एडभर्टाइज थाहा पाएर अनि त्यसपछि इन्टरभ्यू दिनलाई त्यतिखेर मेरो ठ्याक्कै मेरो डिएचए लाइसेन्स निस्केको थियो। अनि मैले इन्टरभ्यू दिएँ, पास हुनुभयो। ओके, अब बारा जिल्लाको जो अन्तिम पूर्वको नर्सहरूलाई चाहिँ अन्तिम सन्देश के दिन चाहनुहुन्छ? अन्तिम सन्देश चाहिँ अब पास आउट हुने बित्तिकै चाहिँ तपाईँहरूले चाहिँ बाहिर आउन खोज्नु भएको छ भनेदेखि चाहिँ जेपिआरबाटै आउँदाखेरि चाहिँ राम्रो हुन्छ। दुबईमा त्यस्तो एकदम सेफ सेक्योर छ। यहाँ आएर स्यालेरी पनि राम्रो छ। जे होस् भरपर्दो छ। जे होस् आउन खोज्नुभयो भने चाहिँ जेपिआरबाटै आउँदाखेरि चाहिँ राम्रो हुन्छ भन्न चाहन्छु। मलाई चाहिँ जेपिआर किन राम्रो लाग्यो भन्दाखेरि जेपिआरको चाहिँ आफ्नै होम हेल्थ केयर छ। त्यही भएर हामीलाई चाहिँ जबको लागि टेन्सन भएन।
आउने बित्तिकै हामीलाई जब सेक्युर हुन्छ। ओके प्लस पोइन्ट चाहिँ म चाहिँ इम्प्लोइमेन्टमा आएको चाहिँ अब मेरो चाहिँ डाइरेक्ट सेलेक्सन यहीँबाट नेपालबाटै भएर चाहिँ म अहिले आफ्नै जेपिआरको होम हेल्थमा काम गरिरहेको छु र हाम्रो एकोमोडेसन ट्रान्सपोर्टेसन सबै कुरा चाहिँ एकदम राम्रो बेस्ट छ। राम्रो। ओके त्यही भएर चाहिँ जेपिआरबाट चाहिँ ढुक्क भएर आउन सकिन्छ। सकिन्छ।